छैन भने गाईको मासु चाहिँ खान नहुने, खसी कुखुराको चाहिँ खान हुने भनेर कसरी तपाईँहरूले चाहिँ छुट्याउनु भयो? मासु त आखिर मासु हो। चराचुरुङ्गी, परेवा, हाँस कुखुरा काटेर खान हुने, खसी काटेर खान हुने, तर गाई चाहिँ काटेर खान नहुने हो। हामी गाईको मासु खान हुने नहुने कसरी छुट्याउनु भयो? यो हामीले छुट्याएको होइन नि, यो हाम्रो धर्मले छुट्याएको हो, यो हाम्रो संविधानले छुट्याएको हो के होइन। गाई फरक हो, बाख्रा फरक हो, कुकुर फरक हो क्या। कसरी भन्दाखेरि तिम्रो श्रीमान होइन, श्रीमानलाई माया गर्छौ नि, त्यो तिमीले बुवालाई गर्न मिल्दैन के होइन। श्रीमानलाई माया गर्ने तिमीले तिम्रो दाइला र छोरालाई गर्न मिल्दैन के होइन। हुन त चारजनै होइन पुरुष नै हो होइन, तर मिल्दैन नि। किन मिल्दैन? तिम्रो नैतिकताले दिँदैन के हो। यहाँ पनि त्यही कुरो हो के। गाई पनि जनावर हो, भैँसी पनि जनावर हो, बाख्रा पनि जनावर हो, तर हाम्रो संविधानले बाँधेको छ, हाम्रो धर्मले बाँधेको छ होइन। त्यो बुझ्न जरुरी छ, त्यो बुझ्न पर्छ।